हेलो एभ्रिवान। आज चाहिँ हामी यो कलेजबाट चाहिँ कसरी हामीले एउटा डाटा इन्ट्री गर्नको लागि फर्म क्रिएट गर्न सक्छौँ भन्ने कुरा सिक्यौँ। त्यसको लागि चाहिँ हामी एउटा गुगल क्रोममा जान्छौँ अनि त्यहाँ हामीले गोगो कलेक्ट भन्ने चाहिँ एपलाई हामीले वेबसाइटमा हामीले सर्च गर्छौँ। यदि हजुरहरूले चाहिँ एकाउन्ट क्रिएट गर्नुभएको छैन भने चाहिँ क्रिएट एन एकाउन्टबाट गर्न सक्नुहुन्छ। यदि गरिसक्नु भएको छ भने चाहिँ हजुरहरूले यहाँ लगइन गर्न सक्नुहुन्छ। मैले चाहिँ पहिल्यै एकाउन्ट क्रिएट गरिसकेको भएर त्यो सिधै लगइन भयो। अब त्यसपछि हामीले यसमा के गर्न सक्छौँ भन्दाखेरि अब हामीले नयाँ क्वेसन बनाउनको लागि चाहिँ सुरुमा न्यूमा गएर बिल्ड फ्रम स्क्रैचमा जान्छ। त्यसपछि हामीले यहाँ के टाइटल वा हाम्रो हैन त्यो प्रोजेक्टको हामीले एउटा नाम लेख्छौँ। त्यसपछि त्यसको यसमा तल चाहिँ छोटो डिस्क्रिप्सन लेख्छौँ र कुन सेक्टर हो भनेर लेख्छौँ। त्यसपछि हामीले चाहिँ कन्ट्रीको नेम लेख्छौँ। त्यसपछि क्रिएट प्रोजेक्ट भन्छ हैन। त्यो गरेपछि चाहिँ हाम्रो यो नयाँ प्रोजेक्ट चाहिँ क्रिएट हुन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ जुनमा चाहिँ अब हामीले यसमा नलेज एडिटर एन्ड प्र्याक्टिस अफ एन्टिबायोटिक भनेर लेख्यौँ। त्यसपछि इन्टर सब डिस्क्रिप्सनमा चाहिँ अब हामीले यसमा एन्टिबायोटिक युज भनौँ हैन। अनि त्यसपछि हाम्रो अब यो भयो। त्यसपछि कन्ट्री भनेको हाम्रो नेपाल हुने भयो। अनि हामीले चाहिँ प्रोजेक्ट क्रिएट गर्छौँ। अनि त्यसपछि यो चाहिँ हाम्रो सुरुको कसरी यहाँसम्म पुग्ने भन्ने कुरा भयो हैन। अब यसपछि चाहिँ हामी यसको फर्दर प्रोसेस चाहिँ हामी अब अर्को भिडियोमा हेर्छौँ।